दर्शक नमस्कार। आज म एउटा नयाँ किसिमको भिडियो लिएर आएको छु। त्यो के भइरहेछ भने सबभन्दा महँगो बिक्ने तरकारी एकपटक रोपिसकेपछि पटक पटक टिपिरहनु पर्ने र यसमा रोग लाग्यो भने हामी सम्हाल्नै नसक्ने। अब यो बालीको नाम हो भण्टा। तपाईहरुले कुरा के गर्नु भन्दाखेरि तीनवटा बाली यस्तो छ तरकारी बालीमा जसले पानी सहनै सक्दैन, यानी धेरै पानी सहन सक्दैन। सिंचाईको रूपमा पनि सिंचाई गर्ने बित्तिकै सुकोस्, त्यहाँ जरामा पानी नरहिरहोस्, यस्तो किसिमको बाली। त्यो बाली के हो भन्दाखेरि भण्टा, टमाटर र खुर्सानी। यो तीनवटा तरकारी खेती यस्तो छ जहाँ पानीको धेरै आवश्यकता पर्दैन, बहुत कम पानी चाहिने बाली भनेको यो तीनटा बाली। अब आज म के कुरा गर्दैछु भन्दाखेरि सबभन्दा ठुलो समस्या देखिन्छ भण्टामा। भण्टामा जब रोग लाग्छ तब के हुन्छ भन्दाखेरि एउटा दुईटामा लाग्ने बित्तिकै पुरा कहिलेकाहीँ बारी नै सखाप भएको देखिन्छ, बारी नै खतम भएको देखिन्छ। अब यसमा हामी कुरा के गरौँ भन्दाखेरि भण्टामा जब रोग लाग्छ, रोग कति कारणबाट लाग्छ? रोग लाग्नुको मुख्य कारण के छ भने यदि पानी पर्दाखेरि अथवा सिंचाई गर्दाखेरि जरामा पानी धेरै बेर बस्यो भने सबभन्दा ठुलो समस्या भण्टाको लागि हुन्छ। किन उसको जुन जराको बोक्रा हुन्छ त्यो बहुत कलिलो खालको हुन्छ, कमलो खालको हुन्छ। त्यहाँ पानी जम्ने बित्तिकै त्यसको जुन छ बोक्रा कुहिहाल्छ र कुहिएपछि अनि त्यहाँबाट बिरुवा ओइलाएको देखिन्छ। बाहिर खोज्दाखेरि न त्यसमा डढेको देखिन्छ, न तपाईको किराले काटेको देखिन्छ। सोझै एक्कासी बोट ओइलाउँछ र ओइलाएपछि मरेको मात्रै देखिन्छ। भण्टामा यो समस्या प्राय समस्या हुने नै यही हो। अब यसको रूपमा हामी के भन्न चाहन्छौँ भने वास्तवमा रोग लाग्छ तीन प्रकारले। तीन प्रकारले रोग लाग्दाखेरि तपाईको फंगस, ब्याक्टेरिया र भाइरस। यसमा सुरुको अवस्थामा यसरी एक दुईवटा बोटमा मात्रै लाग्यो भने त्यो बोटलाई उखेलेर कि डढाइदिनु पर्छ कि माटो मुनि गाडिदिनु पर्छ र त्यसलाई के गर्नु भने तुरन्तै ड्रेन्चिङ गर्नुपर्छ। ड्रेन्चिङ भन्नाले के गर्यो भने यदि तपाईको लागेकै छैन, सुरुको अवस्थामा शंका मात्रै लाग्यो भने मानको जे विषादी, मानको जे बनाले डाइथेनियम 45, सेभियरम 45, M45 लास्टमा भएको वेटेबल पाउडर पानीमा मिसिने धुलो छ भने त्यसमा मानको जेबको तत्व हुन्छ र त्यो चाहिँ 2.5 ग्राम प्रति लिटर पानीमा घोल बनाउने र बनाएर त्यसलाई चाहिँ बिरुवामा छर्ने र त्यसको जरा भिज्ने गरी छर्ने पहिलो काम। यदि तपाईको बिरुवा 2-4-10 वटा मरिसक्यो भने त्यो मानको जेबले काम गर्दैन। अब तपाईको सेकेन्ड स्टेजमा आउनु पर्यो। सेकेन्ड स्टेज भन्नाले कस्तो आयो भने त्यो रोगको जीवाणु अलि बढिसकेको छ। त्यो बेला अब के आयो भने दोस्रो सेकेन्ड अवस्थाकोमा कार्बेन्डाजिम विषादी। अब कार्बेन्डाजिम विषादी केमा पाइन्छ यो पहिला बुझौँ। बजारमा साफको नाउँबाट आउँछ, बेबिस्टिनको नाउँबाट आउँछ र अन्य नामबाट पनि आउन सक्छ। तर माथि साफ लेखे पनि बेबिस्टिन लेखे पनि त्यसको मुनि सानो अक्षरमा हेर्नु होला, त्यहाँ चाहिँ कार्बेन्डाजिम लेखेको हुन्छ। किनभने तत्त्वको नाम कार्बेन्डाजिम हो। नाम माथि जुनसुकै भए पनि, विषादीको नाम भए पनि तत्त्वको नाम चाहिँ कार्बेन्डाजिम हो। अब त्यो विषादीलाई के गर्ने भन्दाखेरि 2.5 ग्राम प्रति लिटर पानीमा मिसाउने, मिसाएर हाम्रो चाहिँ स्प्रेयरमा बनाउने, बनाइसकेर त्यो जहाँ जहाँ रोग लागेर ओइलाएको छ, मर्न खोज्दैछ, त्यसको पुरा प्लटमा छर्नुपर्छ। किन भन्दाखेरि जरा कुहिसकेपछि बल्ल ओइलाएर ढलेको हुन्छ त्यो भण्टा। त्यसमा उपचार गरेर त्यो निको नहुन सक्छ, किनभने उसको जरा सबै कुहिसकेको होला। तर बाँकीमा सर्न नदिन, अथवा 2-4 वटामा लाग्यो, बाँकी कट्ठाको कट्ठा, बिघाको बिघा छ भने त्यसमा नसर्नको लागि तपाईले कार्बेन्डाजिम विषादीले ड्रेन्चिङ गर्नुपर्छ। अब ड्रेन्चिङ भन्नाले के बुझ्नु पर्यो भने माथि बिरुवाबाट छर्दै आउने र उसको जराको माटो भिज्ने गरी एकछिन त्यहाँ जरामा स्प्रेयरले लाई राख्नुपर्छ, रोक्नुपर्छ र त्यसको जराको माटो पुरै भिज्नु दिनु पर्यो। जराको माटो भित्रसम्म भिजिसकेपछि अनि त्यसमा रोग लाग्न दिँदैन, ग्यारेन्टी हो। र त्यसपछि तपाईको अरु बाँकी रहेको भण्टा
बचाउन सक्नुहुन्छ। तर यसको ख्याल चाहिँ सुरुदेखि नै गर्नुपर्छ। नियमित अवलोकन तपाईँ चाहिँ यसलाई टाइम टु टाइम हेर्दै गर्नुहोस्। जब एउटा दुईटा बिरुवा मात्र लाग्न सुरु गर्यो भने तुरन्तै कार्बन डाइअक्साइड विषादीले ड्रेन्चिङ गरेर आफ्नो बिरुवालाई सुरक्षित पार्नुहोस्। अब कहिलेकाहीँ के हुन्छ भन्दाखेरि यो जुन एउटा पानीको प्रभावले हुनसक्छ, अर्को रोगै पनि सडेर आउन सक्छ। तपाईँले भन्नुहोला कि मेरो त भण्टाको जडामा पानी जमेको थिएन, सुक्खै थियो, तर पनि यस्तो रोग लाग्यो सर। ठिक छ, यस्तो रोग लाग्यो भने सुक्खा ठाउँमा पनि तपाईँको त्यो फङ्गस सडेर त्यो एक बोटबाट अर्को बोटमा पनि जान सक्छ। माटोमा पनि पहिलादेखि त्यो ठाउँमा भण्टा खेती गर्नुभएको थियो, अघिल्लो वर्ष भने यो वर्ष पनि जीवाणुहरू बसिरहेको हुन्छ, रोगका जीवाणुहरू बसिरहेको हुन्छ। त्यसैले त्यसलाई निर्मूल पार्नको लागि हामीले कार्बन डाइअक्साइड विषादीले त्यसलाई चाहिँ ड्रेन्चिङ गर्नुपर्छ। मोटामोटी कुरा तपाईँले के भन्नु भने विषादी रोगको विषादीले हामीले 3 भागमा क्याटेगोराइज गरेका छौँ। पहिलो सुरुमै देख्ने अवस्था छ भने देख्ने बित्तिकै प्रयोग गर्नु भने मानकोजे। सेकेन्ड अवस्थामा जब 25% लागिसक्यो मानौँ 15 देखि 25%, त्यसमा जानु पर्नु कार्बन डाइअक्साइड। र 25 भन्दा पनि बढी देखा पर्यो भने मेटालेक्सिल गोल्ड, मेटालेक्सिल यो 10 ग्रामको प्याकेट मात्रै आउँछ 10 लिटर पानीको लागि, कडा हो र यो चाहिँ मेटालेक्सिल, यसबाट प्रयोग गर्नुपर्छ। अब तपाईलाई यो चाहिँ फङ्गसबाट लाग्ने रोगहरूको लागि निदान हामीले बतायौँ। रोगको पनि 3टा प्रकार छ, फङ्गस, ब्याक्टेरिया र भाइरस। अब कुरा के बुझौँ भन्दाखेरि फङ्गस लाग्दाखेरि तपाईको यसबाट बिरुवाको पात डढ्न सक्छ, यसको जडा कुहिन सक्छ, अनेक ठाउँमा लाग्न सक्छ, दागहरू लाग्न सक्छ, थोप्ला लाग्न सक्छ। यो सब फङ्गसको कारणबाट हो। अब अर्को कुरा के हो भने ब्याक्टेरियाबाट भएको छ भने यो फङ्गसले गरेको उपचारबाट निर्मूल हुँदैन। जस्तो फङ्गसमा हामीले के भन्यौँ भन्दाखेरि सुरुको अवस्था मानकोजे, मध्य अवस्थामा कार्बन डाइअक्साइड, लास्टमा चाहिँ मेटालेक्सिल। यो चाहिँ फङ्गसबाटै हुने रोगको लागि 3टा अवस्था बतायौँ। यदि ब्याक्टेरियाबाट भएको रहेछ भने यो विषादी काम लागेन। अब ब्याक्टेरियाबाट भण्टामा लाग्न सक्छ कहिलेकाहीँ, बढी मात्रामा त फङ्गसै लाग्छ। तपाईले यो मैले बताएको अनुसारले तपाईले मान्नुस् कार्बन डाइअक्साइड विषादीले ड्रेन्चिङ गर्नुभयो र पनि ठिक भएन भन्दाखेरि तपाईले के बुझ्नु पर्यो भने सायद यो ब्याक्टेरियाबाट हो कि भनेर के गर्नु पर्यो भने त्यो भण्टाको डाँठलाई काट्नुस्। जहाँ रोग लागेको छ जरामा त्यहाँदेखि अलिकति डाँठ काट्नुस्। डाँठ काटेर त्यसलाई ब्लेडले बीचबाट चिर्नुस्। चिरिसकेर एउटा सिसा ग्लासमा पानी राख्नुस् र त्यसमा यसरी चाहिँ घोप्ट्याएर राख्नुस्। त्यसबाट धागो जस्तो पानीमा निस्कियो भने, जस्तो कस्तो धागो जस्तो भन्नाले चुरोट खाएर मान्छेले चुरोट फाल्दाखेरि, धुवाँ फाल्दाखेरि यसो आकारले निस्कन्छ नि माथि धुवाँ, त्यस्तै प्रकारले धुवाँ जस्तै तपाईको लाइन जस्तो यसरी आयो भने त्यसलाई हामीले ब्याक्टेरियाबाट लागेको भन्छौँ। त्यसलाई यसरी चाहिँ औँलाले थिचेर यसरी सुँग्यो भने गराउन सक्छ। र यसरी चाहिँ पहिचान गर्नको लागि सिसा ग्लासमा काटेर चिरेर राखेर त्यहाँबाट धागा जस्तो निस्क्यो भने यो ब्याक्टेरियाबाट हुनसक्छ भन्ने कुराको पहिचान गर्नुपर्छ। र यस्तो भयो भने अब चाहिँ फङ्गिसाइडले भएन, अब ब्याक्टेरिसाइड पनि बजारमा आउन थालिसकेको छ। त्यसैले ब्याक्टेरियाबाट हुनेको लागि हामी चाहिँ त्यो स्प्रे गरेर हेर्ने। यदि सुरुको अवस्था छ भने तपाईँले यो पनि भन्न सक्छौँ गाईको ताजा गोबरलाई घोलेर पातलो पारेर स्प्रेयरमा राखेर यसले स्प्रे गर्नुभयो भने त्यसले पनि धेरै हदसम्म ब्याक्टेरिया कन्ट्रोल गर्न सक्छ। किन भन्दाखेरि हामीले धानमा बिएलबी ब्याक्टेरियल लिफ ब्लाइट लाग्दाखेरि हामीले ताजा गोबर घोलेर धानमा प्रयोग गर्दाखेरि धेरै ठाउँमा निको भएको देखेका छौँ। त्यसैले ब्याक्टेरियाको उपचार हाम्रो गाईको ताजा गोबरबाट पनि गर्न सक्छौँ। त ब्याक्टेरियाबाट भयो भने ब्याक्टेरिसाइड युज गरौँ अथवा गाईको ताजा गोबर युज गरौँ, यो भयो। र अर्को कुरा भण्टाको लागि अझ भनौँ एउटा तेस्रो बिमारी पनि लाग्न सक्छ। त्यो के हो भन्दाखेरि भाइरस लाग्दाखेरि बिरुवाको पात सानो सानो र गुचमुच्च परेको यसरी हुन्छ, प्रष्टै चिनिन्छ बाहिरबाट। जुन भण्टाको पात चरा हुनुपर्ने त्यो नभइकन गुचमुच्च परेको साना पात भएको निस्किन्छ ठाउँमा। त्यस्तो छ भने यो भाइरसको लागि त बिरुवा तुरन्तै उखेलेर गार्नुस्। नभए तपाईँहरूले थाहा पाउनु भएको छ, जस्तै कोरोनाको बेला हामी चाहिँ
मास्क लगाएर मात्र हिँड्थ्यौँ, टाढाबाट कुरा गर्थ्यौँ, सर्छ भनेर। यो भाइरस पनि कोरोना जस्तै यो भाइरस हो। किनभने तपाईँले एउटा बोटलाई छुनुभयो, केही काम गर्नुभयो, घाँस खेल्नुभयो अथवा त्यहाँ फली टिप्नुभयो, अर्कोमा गएर पनि छुनुभयो भने त्यहाँ गएर सर्न सक्छ। त्यसैले यो बिरुवा एक दुईवटा सुरुमा लागेको छ भने हाल हटाउने पहिलो कुरा रह्यो। हटाउँदाखेरि फाल्ने होइन, त्यहाँबाट बसेको किरा फेरि यसमा किरा चढ्यो भने किराबाट पनि सडेर आउन सक्छ भाइरस। त्यसैले यसलाई कि गार्ने कि डराउने र बाँकी रहेकोलाई बहुत राम्रो उपचार छ। गाईको दुध 1 लिटरमा 100 देखि 150 ml गाईको दुध फिट्नुस् 1 लिटर पानीमा, त्यो स्प्रे गरिदिनु। त्यसले गर्दा पनि भाइरस निको हुन्छ, अरूमा सर्न सक्दैन। यो चाहिँ एउटा आइपिएम विधिबाट व्यवस्थापन हो यसको। र यसरी भन्टामा, खुर्सानीमा र टमाटरमा पनि यस्तो खालको रोग देखा पर्यो भने यसरी चाहिँ हामी विषादीको प्रयोग गरेर अथवा आइपिएम विधिको प्रयोग गरेर हामी यसबाट पार पाउन सक्छौँ। र सकभर मैले अघि पनि भनेको छु, यो 3टा बालीको लागि पानी बहुत कम से कम पानीको प्रयोग गरौँ। जरामा धेरै पानी हुने बित्तिकै यो रोगले आक्रमण गरिहाल्छ। यो तपाईहरुलाई कस्तो लाग्यो? लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, शेयर गरिदिनु होला। फेरि अर्को भिडियो लिएर आउने नै छु। नमस्कार, धन्यवाद।